नारायण जय होस्, सबैको बल होस्। म नारायण सिलवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु। राशिका स्वभावहरूको बारेमा जानकारी लिएर आज वृश्चिक राशिको स्वभाव के कस्ता रहेका छन् त्यस बारेमा सटिक भिडियो लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। यहाँहरू पनि विभिन्न भिडियोहरू हेर्दा हेर्दै वाक्क दिक्क भइसक्नु भएको होला। त्यसैले मैले हजुरहरूलाई अर्को भिडियो हेर्न नपर्ने गरी एकदमै हजुरहरूको बारेमा सटिक भिडियो लिएर आएको छु, जुन यस प्रकारले रहेछ। वृश्चिक राशि स्थिर राशिमा पर्दछ। यसको राशि स्वामी ग्रह मङ्गल ग्रह हो। यो राशिको जातकहरू अलि रुक्ख स्वभावको हुन्छन्। यस या नो भन्ने खालका राशिका जातकहरू एकदमै सुरो आँटिलो खालको हुन्छन्। यिनीहरू अलि रिसा प्रवृत्तिका हुन्छन्, झट्ट रिसाइहाल्ने खालका हुन्छन्। आफ्नो शत्रुलाई जसरी पनि तल लगाउने खालका हुन्छन्। आफ्नो शत्रुसँग रिभेन्ज लिएरै छाड्छन्। यिनीहरू एकदमै खतरनाक राशिमा पर्दछ। 12वटा राशि मध्येमा वृश्चिक राशि एकदमै खतरनाक राशिमा पर्नेछ। यसले आफ्नो शत्रुसँग रिभेन्ज जसरी पनि लिएरै छाड्छ। त्यसैले वृश्चिक राशिवालाहरूसँग शत्रुता मोड्नु भनेको एकदमै खतरा मोड्नु समान हो। बाहिरबाट हेर्दा शान्त देखिन्छन्, तर भित्र एकदमै क्रूर हुन्छन् यी राशिहरू। जस्तै यहाँहरूले गुगलमा गएर पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। वृश्चिक भन्ने बित्तिकै हजुरहरूले वृश्चिक अगाडिपट्टि दुईटा दारा र पछाडिपट्टि दुईटा जुन डस्ने विषले एकदम युक्त भएको वृश्चिकको फोटो यहाँहरूले गुगलमा सर्च गरेर वृश्चिक राशि भनेर हेर्दाखेरि ठ्याक्क वृश्चिकको फोटो आउनेछ। हजुरहरूले देख्न सक्नुहुनेछ। उसको मुखको अगाडिको दायाँ बायाँ हातको पन्जामा र पछाडि पुच्छरमा पनि डङ्क मार्ने एकदमै विषले युक्त भएको वृश्चिकको फोटो देख्न सक्नुहुनेछ। त्यसैले वृश्चिक राशि भएका महानुभावहरू जातकहरू जो छन् तिनीहरू पनि स्वभाव ठ्याक्कै वृश्चिकको जस्तै हुने गर्दछ। यिनीहरूले आफ्नो शत्रुलाई छोड्ने छैनन्। उनीहरूलाई नचलाउँदासम्म उनीहरू सामान्य शान्त भएर रहनेछन् भने उनीहरूलाई चलायो भने यिनीहरू एकदमै एग्रेसिभ भएर एट्याक गर्ने खालका हुन्छन्। बाहिरबाट हेर्दाखेरि यिनीहरू एकदमै शान्त देखिए पनि एकदमै क्रूर हुन्छन्, किनभने यसको स्वामी मङ्गल ग्रह हो र मङ्गलले एकदमै क्रूर बनाउने गर्दछ। आफ्ना भन्नेलाई यिनीहरूले हातै काटेर पनि दिन पछि पर्दैनन्, ज्यानै दिन पनि तयार हुन्छन्। तर यिनीहरूलाई दुश्मन ठान्नेलाई यिनीहरूले बाँकी राख्ने छैनन्। यिनीहरू एकदमै एक्टिभ हुन्छन्। वृश्चिक राशिका जातकहरू एकदमै इमान्दार र वफादार हुने गर्दछन्। यिनीहरूको मोड भने तुरुन्तै चेन्ज हुने खालको हुने गर्दछ। एकछिनमा यिनीहरूको मोड चेन्ज भइहाल्यो भने यिनीहरूले पुनः फेरि दोहोऱ्याएर त्यो काममा मन लगाउने छैनन्। यिनीहरू गिभ रेस्पेक्ट एन्ड टेक रेस्पेक्ट भन्ने सोच भएका व्यक्तिमा पर्दछन्।